यो चाहिँ हाम्रो स्काइवकको G11 मोडल गाडी हो। स्काइवक G11 मा चाहिँ ब्याट्री पावर 70.65 को ब्याट्री पावर आउँछ भने तपाईको मोटर पावर चाहिँ 120 किलोवाटको मोटर पावर छ यो गाडीको। गाडी फुल साइडबाट हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ। प्लस ग्राउन्ड क्लियरेन्स अरू अहिले मार्केटमा भएको इन्डिगो भन्दा ग्राउन्ड क्लियरेन्स चाहिँ एकदम राम्रो छ। त्यसले गर्दाखेरि तपाईँलाई अफरोडिङहरूमा हिँड्नलाई पनि कुनै पनि समस्या यो गाडीले दिँदैन। र यो पछाडिबाट हेर्दाखेरि हाम्रो गाडी यो देखिन्छ। माथि चाहिँ तपाईँलाई क्यामेरा भयो, प्लस पछाडि ब्याक गर्न सजिलो होस् भनेर साइडबाट हेर्दाखेरि अगाडि आउनु भनेको यसमा चक्का भनेको चाहिँ 16 इन्चको चक्का आउँछ। कम्पेरिटिभली तपाईँको यो सेगमेन्टमा भएको गाडीको सबैभन्दा ठुलो चक्का हो। साथसाथै ग्राउन्ड क्लियरेन्स तपाईँको हेर्ने हो भने 220 mm को ग्राउन्ड क्लियरेन्स गाडीमा आउँछ। त्यो चाहिँ फेरि हाम्रो यो ग्राउन्डको तल्लो भागबाट यहीसम्मको डिस्टेन्स भयो। ब्याक त ग्राउन्डभन्दा पनि धेरै माथि नै छ। यसमा आउने भनेको हाम्रो स्लाइडिङ डोर। बसेर हेर्दाखेरि एउटा मान्छे पनि टक्क उभिएर हिँड्न मिल्ने, पछाडिको सिटसम्म उभिएर हिँड्न मिल्ने खालको हाइट, माथिको हाइट आउँछ। सिटिङ कम्फर्ट हेर्ने हो भने सबै फोल्डिङ सिटमा आउँछ। एकदम कम्फर्टेबल सिटहरू भएर आएको हुन्छ। र यो अगाडिदेखि पछाडिसम्म चाहिँ पछि हाम्रो यहाँनिर लगेज हाल्ने स्पेस पनि डेभलप गर्न सकिन्छ। र डेभलप गरेर पनि आउनुहुन्छ यो साइडमा, प्लस अगाडिदेखि पछाडिसम्म एसी भेन्टहरू 4वटा एसी भेन्ट, 1 2 3 4वटा एसी भेन्ट प्यासेन्जरको लागि एक साइडमा, र यो साइडमा 4वटा एसी भेन्ट।